धेरै मानिसहरूको करियर सुरु हुनु अघि नै बिग्रिन्छ। त्यो एउटा सानो गल्तीले हुन्छ, त्यो हो इमेल एड्रेस। यदि तपाईँको इमेल प्रोफेसनल छैन भने लाइक coolboy123@gmail.com, यो केसमा के हुन्छ भने कुनै पनि एचआर म्यानेजरले, कुनै पनि सिइओले तपाईँलाई कहिले पनि हायर गर्दैन। अनि यो केसमा के गर्नुपर्छ भने हामीलाई डिजिटल युनिफर्म चाहिन्छ। सो तपाईँलाई आज एउटा सिक्रेट कुरा सेयर गर्छु मेरो इमेल क्रिएसनको ट्रेनिङबाट। त्यो के छ भने जहिले पनि युजर नेम प्रोफेसनल हुनुपर्छ, लाइक nepaldigitaleducation@gmail.com। सपोज गर्नुहोस् हामीले एन्टरप्रेन्योरशिप क्लब स्टार्ट गरे त हामी के लेख्न सक्छौँ, nd.entrepreneurshipclub@gmail.com। म के भन्न खोज्दैछु भने तपाईँ पर्सनल बनाउनुहुन्छ भने जसरी मेरो कन्ट्याक्ट rakesh@gmail.com। सपोज गर्नुहोस् यस्तै तपाईँको इन्फो, कन्ट्याक्ट, अफिसियल अनि आफ्नो नाम राख्नु होला। यस्तो युजर नेम प्रोफेसनल हेर्छ। यति मात्र होइन, तपाईँसँग दोस्रो म सिक्रेट सेयर गर्छु। योले तपाईँको एकदमै गेम चेन्जिङ बनाउँछ। यो बुझ्नको लागि म एउटा सानो स्टोरी सेयर गर्छु। मेरो विद्यार्थी थियो एउटा, अनि उसले के गर्यो भने आफ्नो सोसल मिडिया अकाउन्टहरूमा धेरै फलोवर बनायो। जब मोनेटाइजेसन कुरा आयो, मोनेटाइज भएन। किन नभयो होला भने कमेन्ट सेक्सनमा लेख्नु होला, जस्ट 2 सेकेन्डको लागि पज गर्नु, कमेन्टमा लेखेर आएर हेर्नु होला तपाईँको एन्सर राइट छ कि छैन। सो यसको धेरै रिजन हुन्छ, तर मेन रिजन के हो भने एज। यस, तपाईँको एज 18 भन्दा कम छ भने तपाईँको अकाउन्ट मोनेटाइज हुँदैन, मोनेटाइजेसनमा जाँदैन। त्यसैले सेकेन्ड सिक्रेट के भन्न खोज्दैछु भने तपाईँ बुझ्नुभयो होला। सो आजै चाहिँ पुरानो इमेल छोड्नुहोस् र नयाँ इमेल बनाउनुहोस्। थ्याङ्क यू।